सबैजनालाई फेरि स्वागत छ मेरो अर्को भिडियोमा र अर्को भिडियोमा चाहिँ म त्यही 3 कै बी र सी चाहिँ मैले गरिसकेको छु। यसलाई म एक्सप्लेन गरिदिन्छु चाहिँ कसरी भयो भनेर। हामीलाई क्वेसन के छ भन्दाखेरि sin 2a - sin 2b प्लस sin 2c = 4 cos a sin b cos c प्रुफ गर्नुपर्ने छ। र अब मैले हरेक भिडियोमा भनेको छु हामीले चाहिँ हरेक भिडियोमा चाहिँ हामीले चाहिँ अब यो चाहिँ प्रुफ गर्नुपर्ने हो र अगाडि नै छ चाहिँ a + b + c = पाई, a + b + c = पाई र a + b + c = पाई छ र त्यहाँबाट साइन कसको भ्यालु त तिमीहरूले निकाल्ने नै हो। sin 2a - sin 2b + sin 2c = 4 cos a sin b cos c छ। एलएचएस हामीसँग के छ sin 2a - sin 2b + sin c छ। अब sin 2a - sin 2b लियौँ हैन, यो भनेको हो sin c - sin d। sin c - sin d को फर्मुला के छ हामीसँग 2 cos c + d/2 sin c - d/2 यस्तो हुन्छ क्या। के हुन्छ भन्दाखेरि sin c + d हुँदा sin अगाडि हुन्छ cos पछाडि हुन्छ, मतलब 2 sin c + d/2 cos c - d/2 हुन्छ हैन। फेरि sin 2a - sin 2b हुँदा चाहिँ माइनस हुँदा चाहिँ हैन cos अगाडि हुन्छ क्या, cos a + b/2 हुन्छ, मतलब cos c + d/2 हुन्छ र sin c - d/2 हुन्छ। तिमीहरूले त्यो चाहिँ अलिकति आफूले पनि अलिकति जुन कुरा तिमीहरूलाई मेमोराइज गर्न मन लाग्छ त्यो कुरालाई चाहिँ तिमीले केही कुरासँग रिलेट गरेर पढ्यो भने चाहिँ तिमीलाई त्यो कुरा मेमोराइज हुन्छ। जस्तै मैले माइनस र प्लसलाई लिएर माइनस हुँदा कस अगाडि प्लस हुँदा केही साइन अगाडि भनेर साइनको केसमा चाहिँ त्यसरी याद गरेँ नि त, त्यसरी हेल्प हुन्छ। 2 cos 2a + 2b/2 हुन्छ किनकि c भनेको 2a छ र d भनेको 2b छ। फेरि sin 2a - 2b/2 + sin 2c sin 2 cos 2 कमन लिने, 2 कमन लिएपछि a + b/2 र 2 अगाडि हुन्छ, 2 2 काट्यो, बाँकी के हुन्छ हामीसँग a + b हुन्छ। sin अब 2 कमन लियो a - b हुन्छ, 2 कमन लिएर तलमाथि काटेपछि a - b हुन्छ प्लस 2 sin 2c छ हैन त, 2 sin c कहाँबाट भन्न आएको sin 2c छ हैन त। 2 cos a + b भनेको के हो माइनस cos c हो। यो माइनस cos c कसरी भयो भन्दाखेरि तिमीहरूले अगाडि भिडियो गरेर हेर, तिमीले थाहा हुन्छ। अगाडि भिडियो हेऱ्यो भने तिमीलाई थाहा हुन्छ यो cos a + b भने माइनस cos c कसरी भयो थाहा हुन्छ। र sin a + b a - b लाई sin a - b लेख्ने, sin 2c लाई sin 2c लेख्ने, माइनसलाई अगाडि लेख्यौँ cos 2c लेख्यौँ, sin a - b प्लस sin 2c लाई फेरि 2 sin c cos c मा मैले खोल्दिएँ किनकि sin 2c भनेको 2 sin c cos c हो नि त, sin 2a जस्तै हो नि त, sin 2a भनेको 2 sin a cos a हो नि त। 2 cos c कमन लिन्छु यहाँ चाहिँ म, 2 cos c कमन लियो भने चाहिँ माइनस sin a - b प्लस sin c हुन्छ। किनकि यहाँ पछाडि प्लस छ त्यसैले मैले यहाँ अगाडि माइनस कमन लिइनँ, यहाँ माइनस कमन लिने किनकि प्लस छ भनेपछि यहाँ माइनस कमन लिनु अलिकति त्यो हावा नै हो भनौँ। र यहाँनिर 2 cos c र मैले माइनसलाई sin a - b सँग राख्थेँ प्लस sin c भयो, 2 cos c माइनस sin a - b प्लस sin c भनेको के हो sin a + b हो। यो पनि कसरी भयो अगाडि भिडियोमा हेर्न सक्नुहुन्छ तपाईँले, अगाडि मैले मेरो अगाडि भिडियोमा छ यो sin a + b cos sin c भनेको sin a + b कसरी भयो भन्ने कुरा। अनि 2 cos c माइनस 2 cos c ब्र्याकेट sin a + b माइनस sin a, यसलाई उल्टोपाल्टो गरिदियो, यता ल्यायो माइनसलाई पछाडि लैदियो, अनि त्यो ल्याएपछि 2 cos c sin a + b माइनस sin a - b भनेको के हो sin a + b माइनस sin a - b भनेको 2 cos a sin b हो क्या, 2 cos a sin b हो। जस्तै यहाँ यदि sin a + b प्लस sin a - b भइदियो यहाँ के हुन्थ्यो थाहा छ 2 sin a cos b हुन्थ्यो क्या, त्यही हो क्या, माइनस भयो भने cos a अगाडि आयो, प्लस भयो भने sin a अगाडि आउँछ क्या, त्यही कुरा हो। ल 2 cos a sin अलिकति तपाईँलाई डिस्टर्बेन्स आयो होला, त्यो डिस्टर्बेन्सलाई चाहिँ सरी हैन। अब 2 × 2 4 भयो, cos a sin b र cos c टक्क अर्डरमा लेख्यौँ, प्रुफ भयो। सिमिलरली अब अर्को क्वेसन छ cos 2a + cos 2b - cos 2c = 1 - 4 sin a sin b cos c, यो प्रुफ गर्नुपर्ने छ हामीलाई चाहिँ।
सोल्युसन एलएचएसमा के छ cos 2a प्लस cos 2b माइनस cos 2c छ। चाहिँ यसलाई नि अब cos c प्लस cos d भयो यो भने cos c प्लस cos t यो भने 2 cos c प्लस cos t भनेको के हो 2 cos a प्लस c प्लस d बाई 2 cos c माइनस d बाई 2 माइनस cos 2। यसमा नि के हुन्छ थाहा छ cos जस्तै sin c प्लस d हुँदाखेरि sin c प्लस d हुँदाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि 2 sin c प्लस d बाई 2 cos c माइनस d बाई 2 हुन्थ्यो होइन त्यस्तो थियो होइन। अब जस्तै cos हुँदा चाहिँ यो अगाडि पछाडि नै cos हुन्छ। साइनको केसमा चाहिँ sin cos हुन्छ अनि फेरि sin माइनसमा भइदियो भने चाहिँ मतलब sin c माइनस sin d भयो भने चाहिँ मैले भनेको चाहिँ sin c माइनस sin d भयो भने चाहिँ cos अगाडि हुन्छ sin c प्लस sin d भयो भने चाहिँ sin अगाडि हुन्छ। जस्तै cos c प्लस cos d मा चाहिँ दुइटै cos हुन्छ फेरि cos c माइनस cos d मा चाहिँ दुइटै sin हुन्छ। cos c प्लस cos d मा दुइटै cos c माइनस cos d मा माइनस हुँदा चाहिँ दुइटै sin हुन्छ। जस्तै 2 cos 2a प्लस 2b बाई 2 cos 2a माइनस 2b बाई 2 हुन्छ माइनस cos 2c र यो 2 कमन लिएर तलमाथि 2 काट्दिने यसमा नि 2 कमन लिएर तलमाथिको 2 काट्दिने। अब चाहिँ हामी चाहिँ के बाँकी हुन्छ 2 cos a प्लस b cos a माइनस b माइनस cos 2c 2 cos a प्लस b cos a माइनस b माइनस cos 2c लाई चाहिँ cos किनकि sin c माथि चाहिँ हामीले के हेर्दै sin c भनेको sin 2c भनेको 2 sin c cos c गर्न मिल्थ्यो नि त तर cos 2c को त त्यो फर्मुला छैन। cos 2c को त 2 cos स्क्वायर c माइनस 1 मा खोल्ने 2 cos स्क्वायर c माइनस 1 मा खोल्ने किनकि हामीसँग cos 2c को फर्मुला यो हो नि त। अब 2 यहाँ cos a प्लस b माइनस cos c कसरी भयो यहाँ माथि नि माइनस cos c थियो यहाँ तल नि माइनस cos c छ यो कसरी भयो अगाडि भिडियो हेर्न सक्नुहुन्छ। cos a माइनस b माइनस cos यो माइनस खोलिदिने 2 cos स्क्वायर c प्लस 1 हुन्छ माइनस माइनस प्लस हुन्छ। अब यो प्लस 1 लाई अगाडि लिने किनकि यो प्लस 1 को काम छैन प्लस 1 लाई अगाडि लिने प्लस अब के बाँकी छ माइनस 2 cos c cos a माइनस b प्लस cos c अब के बाँकी हुन्छ माइनस 2 cos c cos a माइनस b प्लस cos c बाँकी हुन्छ। यहाँ cos c चाहिँ कसरी बाँकी हुन्छ भनेर बस्नु भयो होला होइन cos माइनस 2 cos c मैले लेखेको छु यहाँ कमन लिएको छु नि त माइनस यसले फेरि मल्टिप्लाई गरेपछि यहाँ के हुन्छ माइनस 2 cos स्क्वायर c नै हुन्छ नि त मैले यहाँ कमन लिएको छु होइन त। अब के हुन्छ भन्दाखेरि 1 माइनस 2 cos c माइनस 2 cos c नै यसलाई खोल्यौँ प्लस यो प्लस माइनस भएपछि माइनस 2 cos c हुन्छ माइनस 2 cos c हुन्छ cos a माइनस b माइनस अब प्लस cos c भनेको के हो प्लस cos c भनेको चाहिँ के हो भन्दाखेरि माइनस cos a प्लस b हो। यो कसरी भयो म तपाईँहरूले अगाडिकै भिडियो हेर्नु यो माइनस cos a प्लस b कसरी भयो तपाईँले अगाडि हेर्नु र 1 माइनस 2 cos c भइहाल्यो र cos a माइनस b माइनस cos a प्लस b भनेको 2 sin a sin b हो। यो तपाईँ यो फर्मुला हो यो बुकमा छ यो फर्मुला हो तपाईँले यसलाई प्र्याक्टिस गरेर याद गर्न सक्ने हुनुहुन्छ डिफ्रेन्ट क्वेसन प्र्याक्टिस गर्नु याद आफै आउँछ यो भएपछि 1 माइनस 2 इन्टु 2 4 sin a sin b cos c यसरी हामीले एनालाइसिस गर्छौँ एनालाइसिस गर्छौँ एनालाइसिस प्रुफ गऱ्यौँ ल भिडियो हेरिदिनको लागि धन्यवाद।